Ah, Kiewa, watashi-tachi. Kiewa, watashi-tachi, oide. ल बुक्थे ल ल ल ल ल ल दे ल पढम ल लगे ल ल ल है ल दे अन्डानसँग दे न यार खै ल नाच न ल ल ल ल भेना ए भेना ल ए दियो दियो जो अरे बिन्दिङ जो त्यहाँ बच्चा बच्ची खेल्ने ठाउँमा यार केटाहरू के खेल्यो यार अघि खेलिसकेर त्यहाँ बच्चा बच्ची खेल्ने ठाउँमा के खेल्यो होइन लास्टै आएर भेट्नुले त्यहाँ लास्टै जग्गै बच्चा हो 80 वर्ष कतेपछि मन बच्चा हुन्छ दारी जुङ्गा फुलिसक्यो जाँठो हेलो गाइज वेलकम ब्याक टु माई च्यानल आयो तपाईँहरू आरामै सन्चै हुनुहुन्छ होला म पनि एकदमै आरामै सन्चै छु सो आज चाहिँ म फाइनल्ली काम लागेको कारणले नुहाउनलाई आइरहेको छु साथीहरू हेरौँ केटाहरू चाहिँ यहाँ हिँडिरहेछ हामी चाहिँ नुहाउने ठाउँमा आइसकेको छौँ खोलामा सो त्यही तिनाउ नदी खोला हो यो चाहिँ सो साथीहरू त्यही हो माथिबाट गाडीहरू हिँडिरहेछ हेरौँ यस्तै हो हामी चाहिँ माथिबाट गाडीमा आएको थियौँ अनि त्यहाँ सिधो बाबा मन्दिरमा झरेर यहाँ तल झरेर यहाँ खोलामा आएको है साथीहरू तर कस्तो छ दामी रहेछ है भ्यू चाहिँ बबाल दामी छ यता चाहिँ ढुङ्गाहरू बबाल छ यहाँ तल नुहाउने ठाउँ यहाँ पनि दामी रहेछ त यार लैलाङ्गे सिंह यहाँ नुहाउने हो यहाँ पनि दामी छ त तर अलि धमिलो धमिलो रहेछ पानी चाहिँ यार आइज अहिले खस्लास् तर तल सारे हामी चाहिँ हिँड्दै है साथीहरू हामी चाहिँ नुहाउन हिँड्दैछौँ सो जहाँ ठोकेटाहरूले घाममा यार मलाई यहाँ माथि माथि ढुङ्गा हिँडालिरहेको छ यार सो अझै केटाहरू आउने छ हाम्रो चाहिँ हामी चाहिँ पहिले आइसकेको साथीहरू त्यही हो हामी चाहिँ फाइनल तल जानुपर्ने हुन्छ नुहाउनलाई चाहिँ सो त यो चाहिँ खतरा चाहिँ यो ढुङ्गा चाहिँ हेर न चापट्या छ चापट्या छ आइयो यो ढुङ्गा चाहिँ यार कसम दामी छ यार हाम्रो बकर सर के छ यता चाहिँ पुरा माथि चाहिँ गाडी हिँडिरहेको छ साथीहरू सिद्ध बाबा भिर हो यो चाहिँ सिद्ध बाबाको तलको खोला हो यो हामी हिँडिरहेको चाहिँ सिद्ध बाबादेखि सिधै तल बुटोलको है साथीहरू बुटोलदेखि हामी चाहिँ सो आज चाहिँ शनिबारको दिन यसो टाइम भएको कारणले है कसैको काम नभएको कारणले हामी चाहिँ नुहाउनलाई आइरहेको छौँ साथीहरू हेरौँ अब नुहाउने कता हो ल ए चलो चलो भाइ चलो ए निकाल त्यो त तेरो त त्यो त तेरो त मिल्छ निकाल न छ के ए त्यसो भए त ल सो केटाहरू चाहिँ टर्दैछ है पारी ए बोकिरहेछ म पनि तर्नु पर्यो है यहाँदेखि सो यो चाहिँ तिनाउ बुटोलको तिनाउ नदी खोला है साथीहरू हामी चाहिँ आज घाम लाएर यसो नुहाउन भनेर निस्केको हेरौँ पौडी खेल्न आएको साथीहरू खोला चाहिँ दामी छ के नुहाउन
ए ए केटा ल पुरै माथिबाट चाहिँ गाडी हिँड्दैछ है भिर यो चाहिँ साथीहरू सो त्यही हो केटाहरू अब तरेर हिँडिसक्यो त्यहाँ चाहिँ पुरै पनि धोल्या रहेछ यहाँ पुल पनि रहेछ तर पुल चाहिँ यहाँ बिग्रेको यो पहिरो गएको कारण त्यहाँ बिग्रिरहेको रहेछ त्यो पुल चाहिँ त्यही भएर तर्न मिलेन त्यही भएर हामी त्यहाँ तलदेखि तर्न पऱ्यो साथीहरू सो त्यही अब हामी चाहिँ नआउने अलिक तल गर्नको लागि चाहिँ अलिक तल जानुपर्ने हुन्छ सो हेरौँ अब कस्तो छ नुहाउने ठाउँ पोखरी सो साथीहरू हामी चाहिँ फाइनल्ली अब नुहाउने ठाउँमा आइसक्यौँ है यता हाम्रो धेरै छन् हाम्रो यता सोल्टीहरू कहाँ देखियो त्यो थाहा छैन तर नुहाउन चाहिँ यहाँ मोबाइल मजा आउने रहेछ सब केटाहरू आउने रहेछ यता चाहिँ हेरौँ हामी चाहिँ यता बसिरहेछौँ हामी चाहिँ यहाँ आइसकेछौँ है साथीहरू सो त्यही हो यता हाम्रो सोल्टीहरू नुहाउँदैछ सो हामीले चाहिँ नुहाउने यही ठाउँमा हो साथीहरू यहाँ यो यसमा र त्यहाँ तल धेरै छन् नुहाउने मान्छेहरू हेरौँ कस्तो हुन्छ पौडी खेल्न आउँछ कि नै ओ भोक्टे पौडी खेल्न आउँछ कि नै डल्फिनलाई भन्दा बढी डल्फिनै भनौँ न त्यसो भए मलाई चाहिँ त्यति आउँदैन तैपनि म खेल्छु म खेल्छु तर पनि म सक्छु गर्न चाहिँ त्यहाँ जाने सो तल पनि छ है तर नुहाउने ठाउँ चाहिँ यहाँ पनि छ जताततै छ नुहाउने चाहिँ ठाउँ तर हेरौँ कस्तो हुन्छ दामी नुहाइरहेको छ केटाहरूले त बाँदर झै देखेछ त्यहाँ म चाहिँ फाइनल्ली सेक्सी देखेछ भन खेल्नु के खेल खेला तिमीहरू तिनजना खेल कि मलाई त पौडी खेल्नै आउँदैन के लिसा घनिस है लिसा घनिस है लो माने पड़म दूस माले लो सालो Ah, kiwa, watashi tachi. Kiwa watashi tachi oide. Bokide-san no onaji desu ka? Watata desu ka? Eta हाम्रो बोइजहरु नुहाउँदै eta हाम्रो लाउदै ल ल ल ल दे उल्टे उल्टे ओ ल बोकिते ल ल ल ल ल दे दे ओ ल पढम ल लगे ल ल ल है ल दे अनरानसँग दे न यार एकदम यस्तो
अरू वाह त्यही हो साथीहरू हामी चाहिँ यतै नुहाएर अब सकिन्न हामी चाहिँ यस्तै हो यस्तै बस्ने अनि जाने त होला नि साथीहरू त्यही हो मैले चाहिँ अघि नै नुहाइसकेँ थाकियो अब धेरै पौडी खेल्नु अनि सकिँदैन भक्त सर अब यता खेल्नु भनेको मैले अब म चाहिँ खेल्दिनँ भनेर बसेको के अरे अब सर खेल्नुहुन्छ कि है साथीहरू ल अब केटाहरू पौडी खेल्दैछ भ्याएर जाने होला सो केटाहरू चाहिँ यहाँ नुहाएर भ्याएर है यता पुरा ढुङ्गामा बाँदर चाहिँ सो माथि चाहिँ यहाँ बुटोलको त्यो केबल कार हिँडिरहेछ साथीहरू हेर्नलाई बबाल यहाँ हिँडिरहेछ यहाँदेखि यो के केबल कार अरे अतिलक भाइ बसन्त लुम्बिनी हो बसन्तपुरको यता हेर्नु न सो लुम्बिनी केबल कार चाहिँ यता हाम्रो हिँडिरहेछ खै ल नाच न ल ए भेना ल ए दियो दियो सो केटाहरू चाहिँ यहाँ रमाइलो गर्दैछन् है ल ए भेना कहाँ हो र ल दियो के नाच ल केटाहरू नाच्दै रमाइलो गर्दैछन् सो यता चाहिँ केबल कार दामी केबल कार चाहिँ बबाल छ यो दामी जस लुम्बिनी केबल कार हो बुटोलको ल केटा हजार ल घरतिर लागौँ ल अब घरतिर लागौँ है अब टोल्टीहरू हामी चाहिँ घरतिर लाग्दैछौँ है साथीहरू अब फाइनल्ली गाइज हामी चाहिँ यहाँ घरतिर लाग्यो है झोलासोला बोकेर लु केटाहरू साली केटाहरू चाहिँ मलाई ल हाम्रो यता एउटा सानो हाम्रो घुम्ने बगैँचा नि रहेछ सो हामी चाहिँ यता घुम्न गइरहेछौँ है साथीहरू सही सानो बगैँचा है यता चाहिँ घुम्ने दामीको रहेछ सो हामी घुम्दैछौँ हेर्नु ल बबाल छ बबाल दामीको रहेछ त बबाल बगैँचा नि सो दामी छ दाम मङ्की रहेछ त्यहाँ त बाँदर जान त खिच ल ए खिच भने ल जान फेरि खेल ल
हाम्रो यता यता छ। ल ल खेल्न ल सामान लगेर ल फेरि के अरे अरे ओ धन्ने बक्समा गयो खेल्न लास्टै मजा आउँछ त्यहाँबाट ल खेल त चिप्ले चाहिँ लास्टै यहाँ सबै केटाहरू खेल्न आएको रहेछ अघि खेल न ल केटाहरू खेलेछ है क्या आर्बिट ए गयो ल त्यहाँ बच्चा बच्ची खेल्ने ठाउँमा यार केटाहरू के खेल्यो यार अघि खेलिसकेर त्यहाँ बच्चा बच्ची खेल्ने ठाउँमा के खेल्यो होइन लास्टै आर्बिट हुन्थ्यो त्यहाँ लास्टै जग्गै बच्चा हो 80 वर्ष कतेपछि मन बच्चा हुन्छ दारी जुङ्गा फुलिसक्यो जाँठो के यस्तै केटीहरूले जस्तो पोज दिएर बसेको यार टेट मान्छे नि यार यतै हाम्रो क्यामराम्यानहरू रासल्टीहरू यता के गर्ने बिहे नगर्दासम्म त चिर्ले नै त हो नि हामी नि होइन कहाँ यता आइज साले यतैबाट जाने बच्चा बच्ची खेल्ने टावा पुरै फाइनल्ली गाइस म चाहिँ घर आइसकेँ है घरमा आउन पाएको छैन यता चाहिँ मेरो कोको सानो कुकुरको बच्चा है प्राय खेलिरहेछ अनि हेर न यस्तै हेर्नु न गाइस प्राय यस्तो छ हालती घरमा आउन पाएको छैन यस्तो खेल्छ मसँग यो है ल सेम्पू नुहाएको सेम्पू सकेको थियो त्यही दिएर आएको लाठो यो त यस्तो सेम्पू देखाएको खुब खान लाग्छ साथीहरू ए खेल्दै छ कोको हाम्रो सानो कुकुरको बच्चा है यस्तो खेल्नु साथीहरू यो मसँग एक दिन खेल्न पाएन भने यस्तै हुन्छ एकछिन मसँग खेल्न पाएन भने यस्तै हो यो साथीहरू कोको भर्खर घामै घाम भएको छ कराएर बसिरहेको थियो यो सुतिरहेको थियो अघि अनि सुत्दा सुत्दै यो चाहिँ उठेर आएर यता म आएको थाहा पाएर पुरा यता मसँग यस्तो छ फेरि यो जाँट कोको भन्न चाहन्छु सो त्यही हो म चाहिँ अब हात खुट्टा धोएर यस्तो खेलिरहेको थिएँ आइज ल खेल्छ मसँग यो ल सो साथीहरू त्यही हो म चाहिँ फाइनली घर आइसकेँ अब म चाहिँ हात खुट्टा धोएर अल्छी लाग्छ लास्टै अब एकछिन रेस्ट गर्नु पऱ्यो ठगाइ लाग्छ त्यही हो अब भ्लग चाहिँ जे जस्तो भयो नि लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्न नभुल्नु होला सो त्यही हो साथीहरू बाई बाई।